हाई ओहायो गोजाइमास मिनासान ओ गेन्की देशका सन्चै हुनुहुन्छ। हाई गेन्की देश सन्चै हुनुहुन्छ है। आज चाहिँ हामी लेसन 1 को ग्रामर लिएर हामी आइसकेका छौँ है। तपाईहरुले पनि हेरेर चाहिँ पढ्न नभुल्नु होला। यो लेसन 1 मा चाहिँ पढ्नु भन्दा पहिले हामीले चाहिँ लेसन 1 को भन्दा मुनिको बेसिक कुराहरु चाहिँ हामीले जानकारी चाहिँ पाइसकेको हुनुपर्छ है। थाहा पाइसकेको हुनुपर्छ, पढिसकेको हुनुपर्छ र लेसन 1 को सामान्य मिनिङहरु पनि हामीले पढिसकेको हुनुपर्छ। जस्तै लेसन 1 भन्दा तल पढ्नुपर्ने कुरा के छ त भन्दाखेरि जी को कुरा छ, बजे हैन, जी खानको कुरा छ, महिनाको कुरा छ, तारिखको कुरा छ हो। यिनी कुरा चाहिँ हामीले पढिसकेको हुनुपर्छ है। ल लेसन 1 हाजिमास्यो मिनासान ल हेर्नुस् है त। आज हामीले लेसन 1 मा पढ्नुपर्ने कुरा के छ त भन्दाखेरि वा पार्टिकल है। यो वा पार्टिकल नाउन र प्रनाउन को पछाडी परेको हुन्छ है। वा पार्टिकल भनेको जहिले पनि नाउन र प्रनाउन को पछाडी परेको हुन्छ। लेख्दा है, लेख्दा हा लेखे तापनि है बोल्दा चाहिँ वा भनेर उच्चारण गरिन्छ है। लेख्दा हामी हा लेख्छौं वा पार्टिकल भनेको र बोल्दा चाहिँ हामी वा भनेर उच्चारण गर्छौं र यसको अर्थ सधैं चाहिँ भन्ने हुन्छ है। जहिले पनि वा पार्टिकल को अर्थ चाहिँ हुन्छ भन्ने चाहिँ नभुल्नु होला है। ल हामी अब चाहिँ रे तातोएबा हाजिमिमास्यो सुरु गरौँ है। रे मा रहेको छ वातासी वा गाकुसेई देश है। म चाहिँ स्टुडेन्ट हो है। वातासी वा भनेको म, यो वा पार्टिकल यो भनेको चाहिँ है। यसको अर्थ मैले चाहिँ हुन्छ भनेको थिएँ, वा भनेको चाहिँ। वातासी वा म चाहिँ गाकुसेई देश, गाकुसेई भनेको स्टुडेन्ट विद्यार्थी है, विद्यार्थी हो भनेको वातासी वा गाकुसेई देश, म चाहिँ विद्यार्थी हो। चुगी ल अर्को बनाऊ हेरौँ है त। है खारे वा है, उ चाहिँ है, खारे वा उ चाहिँ दाइगाकुसेई देश, विश्वविद्यालय है, विश्वविद्यालयको स्टुडेन्ट हो है। खारे वा उ चाहिँ, वा भनेको चाहिँ, खारे वा दाइगाकुसेई देश है, विश्वविद्यालय विद्यार्थी हो है त। खारे चाहिँ के हो त दाइगाकुसेई देश, युनिभर्सिटी को विद्यार्थी हो भनेको। ल सुगे वातासी वा है म चाहिँ ए म चाहिँ नेपाली नागरिक हो। वातासी वा नेपारो जिन्देश है, वातासी वा नेपारो जिन्देश, म चाहिँ नेपाली नागरिक हो। वातासी भनेको म, वा भनेको चाहिँ, नेपारो भनेको नेपाली, जिन भनेको नागरिक, देश भनेको हो। वातासी वा नेपारो जिन्देश है, म चाहिँ नेपाली नागरिक हो। मिनासान यो हामीले वा पार्टिकल को चाहिँ हामीले रे यति लेख्यौं है। तपाईहरुले पनि प्र्याक्टिस गर्नु होला, लेख्न सजिलो छ, त्यति गाह्रो छैन। ल यो आज चाहिँ यो वा पार्टिकल सक्यो। अब हामीले लेसन 1 मा अर्को रहेको छ नो पार्टिकल है, त्यसको बारेमा चर्चा गर्छौं है त।
जा मिनासान यो हाम्रो लेसन 1 मा रहेको छ अर्को पार्टिकल नो पार्टिकल। यसको बारेमा पनि हामीले परिचर्चा गर्दैछौँ है। ध्यान दिएर हेर्नु होला। यो नो पार्टिकल भनेको यसको अर्थ सधैँ को भन्ने हुन्छ है। जस्तै कसै मान्छेलाई को भनेर त क्वेशन गर्दा होइन कि यो चाहिँ नाउन र प्रनाउनको अगाडि आउने पार्टिकल हो है नो पार्टिकल भनेको। ल रे हेर्नुहोस् है। रे हेरेपछि सबै कुरा चाहिँ थाहा हुन्छ। रेमा रहेको छ कोरे वा सान्तोसु सानो होन देश है। कोरे वा सान्तोसु सानो होन देश है। यो चाहिँ सन्तोष जीको बुक हो। कोरे वा सान्तोसु सानो होन देश है। यो चाहिँ सन्तोषजीको बुक हो है। यो चाहिँ सन्तोषजीको बुक हो भनेको। ल सुगी अर्को वातासी वा है। वातासी वा कौ नो गाकुसै देश है। वातासी वा कौ नो गाकुसै देश है। म चाहिँ यो कौ भनेको यसको मिनिङ चाहिँ +2 है। यसको मिनिङ +2। म चाहिँ +2 को स्टुडेन्ट हो है। वातासी वा कौ नो गाकुसै देश है। वातासी वा कौ नो गाकुसै देश भनेको म चाहिँ +2 को स्टुडेन्ट हो भनेको। ल अर्को अब एउटा लेखौँ है। वातासी नो चिची वा आयामसी नो स्याइन देश है। वातासी नो चिची वा है। मेरो बुबा चाहिँ आयामसी नो स्याइन देश है। एउटा आइएमसी भन्ने कम्पनी है। आइएमसी भन्ने कम्पनीको नाम मेरो बुबा चाहिँ आइएमसी भन्ने कम्पनीको स्याइन देश। स्याइन भनेको कर्मचारी है। कर्मचारी स्याइन भनेको कर्मचारी देश भनेको हो। वातासी नो चिची वा आइएमसी नो स्याइन देश है। मेरो बुबा चाहिँ आइएमसी को कर्मचारी हो भनेको है। ल मिनासान ज्या बेन्क्यु सिक्ने कुदासाई पढ्नुहोस्। आज चाहिँ हामीले नो पार्टिकलको पनि रे यति नै लेख्छौँ है। तपाईहरुले घरमा बसेर मजाले हेर्दै र यस्तै खालको पार्टिकलहरु यो पार्टिकलको चाहिँ यस्तै खालको चाहिँ एउटा सेन्टेन्सहरु चाहिँ बनाउँदै गर्नु होला है। ल अर्को पार्टिकल रहेको छ मिनासान। फेरि पनि हाम्रो अर्को पार्टिकल रहेको छ लेसन 1 मा पढ्नु पर्ने मो पार्टिकल है। मो पार्टिकल यसको अर्थ पनि के हुन्छ त पनि हुने हुन्छ है। यसको अर्थ जहिले पनि मो पार्टिकलको पनि हुन्छ। यो मो पार्टिकल चाहिँ कस्तो कुरामा चाहिँ प्रयोग गरिन्छ त भन्दाखेरि दुईवटा कुरा सँगसँगै भन्दा प्रयोग गरिन्छ है। दुईवटा कुरा सँगसँगै गर्नु पर्यो भने यो चाहिँ मो पार्टिकल प्रयोग गरिन्छ भन्ने चाहिँ हामीले बुझ्नु पर्यो है। ल रे हेरौँ त्यसपछि थाहा हुन्छ है। हिमालसान वा सेन्सेई देश है। हिमालसान वा सेन्सेई देश। हिमालजी चाहिँ टिचर हो। गीतासान
मो सेन्सेई देश का है हिमाल सान वा सेन्सेई देश है हिमालजी चाहिँ टिचर हो गीता सान मो सेन्सेई देश का गीता सान पनि गीताजी पनि सेन्सेई हो है जस्तै मानौ इक्जाम्पलको लागि है यो चाहिँ हिमाल सान यो चाहिँ के रह्यो त गीता सान है अब हेर्नु त हिमाल सान त सेन्सेई हो उलाई त चिनेको छ है चिनेको त कसलाई छैन त गीता सान है हिमाल सान चाहिँ सेन्सेई हो यो गीता पनि सेन्सेई हो भनेर चाहिँ यो चाहिँ कन्फर्म गर्नु पर्यो है यदि हो गीता सान चाहिँ सेन्सेई हो भने के लेख्न त हाई गीता सान मो सेन्सेई देश है हजुर गीताजी पनि सेन्सेई हो है हजुर गीताजी पनि सेन्सेई हो है यदि होइन भने ए है ए भनेको नेगेटिभ है होइन हाई भनेको हो गीता सान वा सेन्सेई जा आरिमासेन है आरिमासेन भनेको ज्यारिमासेन भनेको होइन है हाई गीता सान मो सेन्सेई देश हजुर गीताजी पनि सेन्सेई हो शिक्षक हो भनेको ए गीता सान वा गीताजी चाहिँ सेन्सेई ज्यारिमासेन है सेन्सेई होइन है के त गीता सान चाहिँ सेन्सेई होइन भनेको है ल यो बुझ्नुभयो जस्तै अर्को पार्टिकल रहेछ वातासी मो नेपारु जिन देश है यो पनि भन्न पाइयो है म पनि नेपाली नागरिक हो है वातासी मो नेपारु जिन देश है म पनि नेपाली नागरिक हो भनेर भनेको है ज मिनासा ल पढ्नुहोस् है राम्रोसँग पढ्नुहोस् राम्रोसँग तपाईहरुले यस्तै खालको चाहिँ विभिन्न किसिमका धेरै भन्दा धेरै सेन्टेन्सहरु चाहिँ बनाउन सिक्नु पर्यो है सिकेपछि मात्र चाहिँ हामीले लेसन 1 पढ्न सक्छौं ल यो मो पार्टिकलको बारेमा पनि हामीले यति नै लेख्छौं है ज्या सुगी हाजिमिमासो भनेको अर्को सुरु गरौँ है मिनासान फेरि अब अर्को रहेको छ है देश है देश भनेको के त हो अब होइन पनि लेख्नु पर्यो है देश भनेको त हो भयो होइन पनि लेख्नु पर्यो ज्या आरिमासेन है ज्यारिमासेन भनेको होइन होइन है देश भनेको हो ज्यारिमासेन भनेको होइन यदि चाहिँ तपाईहरुलाई देशको पछाडी का जोडिएर आएमा त्यो क्वेशन हुने गर्दछ है ल हेर्नु त यो देशको पछाडी का जोडिएर आएमा त्यो सधैं क्वेशन हुने गर्दछ है देशका भनेर आयो भने
क्वेसन हुने गर्दछ है। जस्तै सेन्सेई देशु का है, गाकुसेई देशु का, शिक्षक हो, विद्यार्थी हो भनेर चाहिँ यसरी चाहिँ देशका भनेर आयो भने चाहिँ क्वेसन हुने गर्दछ है। ल रे लेखौँ। वाता सरी मिनासन आनाता वा सेन्सेई देशु का है। तपाईले हेर्नु त यो देशमा पछाडि का जोडेर आयो। आनाता वा सेन्सेई देशु का है। आनाता वा सेन्सेई देशु का, तपाई टिचर हो भनेको ए आनाता वा सेन्सेई देशु का भने हामीले हाईमा एन्सर दिनु पर्यो। हो भने हाई है, हाई सेन्सेई देशु है। हजुर, हाई भनेको हजुर, सेन्सेई हो है, हजुर सेन्सेई हो है। यदि होइन भने ए यता सेन्सेई जा आरिमासेन है। सेन्सेई जारिमासेन, टिचर होइन भनेको है। टिचर होइन। सेन्सेई जारिमासेन, यो भनेको सधैँ नेगेटिभ है। जारिमासेन, यो जारिमासेनको सट्टामा हामीले के पनि गर्न सक्छौँ त, देवा है, यो पनि गर्न सक्छौँ है। देवा आरिमासेन, जारिमासेनको पोलाइट भनेको देवा आरिमासेन है। सेन्सेई देवा आरिमासेन भन्न पनि सकियो, सेन्सेई जारिमासेन भन्न पनि सकियो है। ल यो चाहिँ यतिकै रह्यो है, बुझ्नुभयो मिनासान। ल अब हामी अर्को सुरु गर्छौँ। हाई मिनासान, ल हामीले अब चाहिँ के पढ्छौँ त भन्दाखेरि पर्सन व्यक्ति है, हितो दोनाता, खाता दारे है, यिनीमा चाहिँ कुनमा कुन चाहिँ युज गरिन्छ भन्ने कुरा चाहिँ हामीले पढ्छौँ। ल रे सुरु गरौँ है। राम्रोसँग हेर्नु होला, तपाईहरुले पनि आफूले त्यहाँ आफैले बनाइराख्नुहोस् है। आनो हितो वा दारे देशु का है। आनो हितो वा दारे देशु का है। हामीले हितो आयो भने जहिले पनि हामीले दारे लगाउने है, जहिले पनि दारे लगाउने। हितो आएको खण्डमा दारे लगाइहाल्ने है। आनो हितो वा दारे देशु का, हेर्नु त यहाँ हितो आयो, दारे देशु का, आनो हितो वा दारे देशु का, त्यो मान्छे चाहिँ को हो है, को हो त? I am she no in this है, त्यो मान्छे को? आनो हितो वा दारे देशु का, त्यो मान्छे को? I am she no in this है। I am she भन्ने कम्पनीको कर्मचारी हो है। I am she no in this, यो भन्न पनि पाइयो है। आनो हितो वा दारे देशु का भनेपछि मिरा सान देशु है। आनो हितो वा दारे देशु का, त्यो मान्छे को हो? मिरा सान देशु, मिराजी हो है। मिरा सान देशु, मिराजी हो भनेर चाहिँ भन्न सक्यो। अब हाम्रो खाता र दोनाताको है, यो भनेको खाता, यो दोनाता। अब चाहिँ हितो आयो भने हामीले दारे लगायौं भने, हामीले खाता आयो भने दोनाता लगाउनु पर्छ है। आनो खाता वा दोनाता देशु का है। आनो खाता वा दोनाता देशु का, त्यो व्यक्ति को हुनुहुन्छ, उहाँ को हुनुहुन्छ? आनो खाता वा दोनाता देशु का भन्ने है। के हो त यो? किमुरा सान
देश है किमुराजी हो फुजी दाइगाकु नो सेन्सेई देश है आनो खाता वा दोनाता देश का वहाँ चाहिँ को हुनुहुन्छ है त्यो व्यक्ति को किमुरा सान देश किमुराजी हो है फुजी दाइगाकु नो है फुजी दाइगाकु नो एउटा चाहिँ फुजी नाम गरेको विश्वविद्यालयको सेन्सेई देश है टिचर हुने है त सेन्सेई देश फुजी दाइगाकु नो सेन्सेई देश है ल बुझ्नुभयो त मिनासान है गम्पाते कुदासै राम्रोसँग पढ्नुहोस् र यो भिडियोलाई शेयर सब्स्क्राइब र लाइक गर्नु नभुलिदिनु होला र फेरि म लेसन 2 को चाहिँ भोलि भोकाबुलरी लिएर आउने छु त्यति बेलासम्म सायोनारा मिनासान गम्पाते कुदासै